हेलो 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 सबैमा नमस्ते। म बसन्त बुढाथोकी। ल आज चाहिँ हामी होली सबैमा ह्याप्पी होली। ल हामी चाहिँ अहिले आमाकुसीभित्र गङ्गापुरभित्र पुगिसक्यौँ। ल हामी चाहिँ बसन्तपुर जाँदैछौँ। आज क्राउड बसन्तपुरको क्राउड देखाउँछु म तपाईँहरूलाई। त्यही त हो। ल ल हामी चाहिँ स्कुटी राखेर आइसकेका छौँ। हामी चाहिँ अब बसन्तपुरभित्र छिर्दैछौँ है। ल मामा के छ तपाईँको विचार, कस्तो लागिरहेछ? क्राउड खतरा क्राउड छ क्या यतैबाट। मान्छेहरू टन्नै हुनुहुन्छ क्या। आज त बबालै होला जस्तो छ है मामा। त्यहाँबाट भित्र रहेछ नि त मामा। दामी बसमा पनि टोलीहरू रमाइलो गरिरहेछ क्या। हामी त स्कुटीमा आएको थियौँ तर साथीहरू यतै छन् क्या मेरो। अनि त्यो साथीहरूलाई भेट्ने कुरा पनि छ। सबैलाई भेटेर मामा रङ किन्नुहोस् त। ल रङ ल हामी चाहिँ रङ किन्दैछौँ है। ल कति हो दिदी यसको? 100को 3वटा ल दिनु न। एउटा रेड राख्नु अनि एउटा ग्रिन राख्नु न। ग्रिन राख्नु त्यही राख्नु। ल हामीले 100को 3वटा कलर दिदीहरू चाहिँ बेच्दै हुनुहुन्छ। यता पानी यताबाट मामा। वा म पहिलोचोटि हो है मेरो फेरि यता बसन्तपुरको ऊ चाहिँ होली चाहिँ। त्यही त हो नि, सबैजनालाई ह्याप्पी होली। अब रङ दल्नेहरूसँग भन्दा रङ बदल्नेहरूसँग चाहिँ होसियार रहनु होला, त्यही भन्न चाहे। त्यही हो। अब होली चाहिँ विशेष गरी हिन्दूहरूको लागि एउटा महान चाड हो होइन। मैले धेरै पछि चाहिँ आज भलक हालेको छु नि त। सो ठिक छ, सबैले माया गरिदिनु होला। ल हामी भित्र गएपछि पनि म क्राउड देखाउँछु है त। गाइस हामी मात्रै हो है होली नलाएको, अरू सबले क्राउड हेरौँ न। क्राउड हामी मात्रै हो नि त। हामी पनि अब लाउँदैछौँ साथीहरू भेट भएपछि। तर यहाँ चाहिँ अरूले चाहिँ जो पाए त्यहीलाई चाहिँ लाउँदा रहेनछन् क्या। अब आफ्नो साथीहरूलाई मात्रै लाउँदो रहेछन्। त्यही त हो नि। ल दामी दामी छ एकदम है। वा हेर न क्राउड के पिँदा दुध खाइरहेछन् मान्छेहरू। ल विदेशीहरू नि हुनुहुन्छ क्या यहाँ त। अब रेस्पेक्ट गर्नुपर्छ नि त टुरिस्टहरूलाई। क्राउड अझ हामी मुख्य ठाउँमा छिरेकै छैनौँ। एकदम क्राउड छ होला क्या है। ल यो आज चाहिँ म विदेशीलाई होली घसाइदिन्छु क्या। त्यस्तो नेगेटिभ तरिकाले होइन कि, तर राम्रो तरिकाले मजाले टिका लगाइदिन्छु नि त मामा। यो होइन र यो होइन र बस्नु। न्यु रोड हो क्या मामा यो त यार। गाइस हेरौँ न्यु रोड हेर्नुहोस्। हाम्रो भ्यालेन्टाइनको कमाल न्यु रोड। मलाई त अहिले त युरोप आए जस्तो फिल भएको छ गाइस। भिडियोहरूमा देखाइदियो नि त युरोपको न्यु रोड।
हामी चाहिँ आज चाहिँ है अब अहिले चाहिँ हामीतिर जानु लागि यस्तै त हो कि अब चाहिँ दामी हो अनएक्सपेक्टेड कस्तो हुँदाखेरि यस्तो हुन्छ भनेर सोचेको थिएन तर मैले सोचेको चाहिँ दामी हो र अहिले चाहिँ हामी फर्किँदैछौँ। ल हामी चाहिँ यता रुममा आइसक्यौँ। पानी पर्ला पर्ला जस्तो भयो, आकाश पनि यस्तो धुम्म भएको छ, त्यसैले हामी रुममा आइसक्यौँ। अब चाहिँ हाम्रो नुहाउने धुवाउने कार्यक्रम हुन्छ। त्यही त हो नि, आज बडै रमाइलो भयो। सबैजनालाई ह्याप्पी होली। ल नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला च्यानललाई, लाइक पनि गर्नु होला। ल माया देखाइदिनुहोस्, सबैले देखाइदिनु भएको छ, यतिको माया देखाइदिनु होला। ल सबैमा ह्याप्पी होली। सी यू अगेन।